हेलो नमस्ते सबैजनालाई। अन्त हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ ल। म फेरि घुमिफिरी चाहिँ फेरि पाकीमै आएको छु। अन्त यस्तो छ ठाउँहरू चाहिँ पहिला पनि देखेकै हो यो जग्गा। अन्त मेसिन चाहिँ अगाडि चल्दैछ, जाँदैछु म। आजै त आएको, अघि तेल लिन आएको थिएछ मेसिन चाहिँ। अन्त मेसिन गएको छ, हामी चाहिँ खानासाना खाइकन जाँदैछु मेसिनमा। अन्त त्यस्तो भिडियो त बनाउनु हुँदैन, छोटो छोटो बनाउँछु भिडियो चाहिँ, बेसी चाहिँ सर्ट भिडियो बनाउँछु। अन्त चाहिँ आज यसो लङ भिडियो बनाइदिएको। लङ भन्दा पनि ज्यादा लामो हुँदैन, छोटो छोटै हुन्छ। अन्त म भने चाहिँ जाँदैछु। यहाँबाट अगाडि निकै छ नि त, 1.5 किलोमिटर जस्तो अगाडि छ यो ठाउँदेखि नै। अन्त हिँडेर जानुपर्ने हुन्छ। बाटोहरू चाहिँ यस्तो छ। अहिले त अलिक हिलो छैन रहेछ, नत्र त पुरै हिलो थियो नि त्यो बाटोहरू। अन्त त्यही भएर चाहिँ म चाहिँ जाँदैछु। अन्त पुगेर म मेसिनहरू कामहरू कस्तो गर्दो रहेछ देखाउँदैछु त। यस्तो भइसकेको रहेछ, मकै यत्रु थियो, अहिले यत्रो भइरहेछ। हुन्छ मौसम त दामी छ, जे होस् हरियाली, आकाश पनि कुहिरो पनि लागिरहेको छ। यस्तो भइसकेको छ, मकै यत्रो भइसक्यो। कति भएर म यहाँबाट गएको, बेसी न बेसी 10-15 दिन भयो है। 10-15 दिन नै यस्तो भइसकेको छ। बाटो चाहिँ हिँड्छ, पानी पनि घटेछ। अस्ति त्यहाँ हिँड्नु साह्रो पर्थ्यो नि त। यहाँ कसले साह्रो ठुलो वाटरफल छ कि। त गाइस म भने चाहिँ मेसिन भएको ठाउँमा आइपुगेँ। मेसिन चल्दैछ यहाँ अगाडि। मैले चाहिँ कहाँसम्म काम गरिरहेको थिएँ भन्दा चाहिँ यो डाँडासम्म, यो कटिङसम्म। मैले यहाँसम्म त गरिरहेको थिएँ, यहाँसम्म चाहिँ मैले गरिरहेको थिएँ। अहिले चाहिँ उतै गएको छ नि त, निकै पर पुगिसकेको छ। पर पनि कहाँसम्म पुगिसक्यो नि। यो जग्गाहरू चाहिँ यस्तै छ, कटिङहरू भइसकेको रहेछ यहाँ चाहिँ। मतलब अब अलिअलि सफा गर्दै मिलाउनु हो भने रोड बनिहाल्छ। मैले चाहिँ यहाँसम्म चाहिँ गरेको थिएँ, उता चाहिँ गरेको थिएँ, निकै ठुलै काटेर गयो। यस्तो भएको छ रहेछ जग्गा चाहिँ। यहाँ 215 सर्दै कसैले पटाटा काट्दै 215 किले हान्दैछ। अन्त यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ गान्तोक पनि देख्दो रहेछ। यो गान्तोक धमिलो छ। अन्त यहाँ चाहिँ 215 ए हो नि, हो एकदम दबाएर। अन्त यहाँ चाहिँ कटिङ चल्दो रहेछ। 140 अगाडि होला। के छ गुरु? बिन्दास ल, हाम्रो गुरु याद छ। यस्तो छ हालखबरी गुरुको चाहिँ दलन छ है। हो नि, हो के गर्नु। को म के मोटो हुन्थ्यो, कुदाइले चाहिँ मोटो भएको होला। सानो कुदाइ भयो मेरो। धट्टु गान्तोक गएर सिलगढी। अन्त यस्तो छ अगाडि पनि निकै अगाडि। भिडमा पुगी त गएछ। 140 भिडमा छ। यो भिड काट्नु त अलिक टाइम लाग्ने रहेछ गाई। यहाँ चाहिँ भिड कटिङ हुने चाहिँ भिड यस्तो छ। अहिले त सुरुवातै छ, अगाडि अब कस्तो छ पनि। के भने चाहिँ ब्रेकअप लाग्यो। अब यो यस्तो छ मेसिन चाहिँ, तर काट्नु पर्ने हुन्छ। 215 ठोकिरहेको छ। अर्को थियो त हौ एउटाले फेरि के गरेको त चाहिँ। अन्त त्यसले घुमेन, अर्कोले एउटाले रेन्ज याद गरे 20-22 लाख छ। ब्रेकर चल्दैछ, म चाहिँ चलाएको छैन। म चाहिँ भोलिदेखि मात्रै चलाउँछु। हन्डा चाहिँ होइन, योन्डा चाहिँ भइरहेछ। हो योन्डा हन्डाको पछि योन्डा भइरहेको छ। यत्रो अग्लो छ माथिदेखि। अब अगाडि कस्तो छ, यहाँसम्म त ठिकै रहेछ।